यो चुनाव जलेसुकै जितोस् मलाई बाल मतलब छैन, तर यो चुनावमा 4 जना मान्छेले जसरी पनि हार्नुपर्ने छ अनि मात्रै देशले जित्छ। ती 4 जना मध्ये 1 नम्बर हत्यारा। यो मान्छेले हार्यो भने बल्ल देशले जित्छ। 2 नम्बर बलात्कारी। यो मान्छेले हार्यो भने देशले जित्छ। 3 नम्बर घमण्डी, जातीयता जातको कुरा गर्ने। यो मान्छेले हार्यो भने बल्ल देशले जित्छ। 4थोमा पापी, अपराधी, हुँदै नभएको प्रमाण छ भनेर अपराध गर्ने। यसले हार्यो भने बल्ल देशले जित्छ। जहाँसम्म लाग्छ मैले सही कुरा गरेको। यी 4 जनाले यस पटकको चुनावमा जसरी पनि हार्नुपर्छ। झापाका जनता, सुनसरीका जनता, सर्लाहीका जनता र भक्तपुरका जनता चेतना भएका छन्। यिनीहरूलाई जसरी पनि हराउनुपर्छ। प्लिज, यिनीहरूलाई हराए मात्र हाम्रो देशले जित्छ।